हेलो फ्रेन्ड्स, नमस्कार। वेलकम ब्याक टु माई च्यानल मिस्टर शेर्पा प्लान्ट्स एन्ड नेचर। आज म तपाईँहरू धेरै दिन बादमा एउटा सानो भ्लग लिएर आइरहेको छु। त्यो किन भनेको चाहिँ अब यत्रो दिनसम्म चाहिँ एकदम सर्दी, अहिलेको फ्लू क्या, सायद कोरोना त गएको छैन जस्तो लाग्दैछ मलाई चाहिँ क्या। बजारमा प्रायः खोकी, सर्दी, रुगा है डरलाग्दो। तर यसपालिको कोरोनामा चाहिँ सायद उयो छैन, प्रायःमा ज्वरो चाहिँ छैन क्या, फिभर चाहिँ छैन। तर खोकी चाहिँ सबैलाई लागिरहेछ है, कति दबाई गर्दा पनि भएको छैन जाति। र आज चाहिँ हामी छावा भन्ने मुभी निकै हिट भएको रहेछ र त्यो छावा मुभी चाहिँ हामी हेर्न गइरहेछौँ। र तपाईँहरूले त्यो अपडेट दिँदै गरौँला आजको यस सन्डेको होलिडेको दिन चाहिँ। ल कि वाचिङ पुरा बिग्रिरहेछ है, एकदमै अलिअलि पानी पनि पऱ्यो। त्यो माथि देख्दै गरेको सबै बिग बजारहरू भयो, डल्लै भयो है। यो यस्तो साइज यसपालि मेरो फुलहरू फुलिरहेको छ यस्तो हो। साइज फुलहरू चाहिँ कमक्क फुलिरहेछ। सट्टै देखाउनु पर्दाखेरि चाहिँ यस्तै हो, पुरानै हो। यता चाहिँ मजाले फुलिरहेछ। देखाइदिइहाल्नु तपाईँहरूको दामी छ। यो चिसो मौसमको साथमा हामी अहिले ओरेन्डो कालो भट्टाभट आउँदैछौँ है। पानी पनि निकै आउँदैछ, चिसो वेदर भइरहेछ है। र पनि आज अब जो प्लान गरेको छौँ त्यो पुरा गर्नेछौँ हो। छावा मुभी हेरेर त्यहाँदेखि यसो घुम्नेछौँ। यो चाहिँ हो क्रिस्टो ब्रुटो क्रिस्टो धाम भन्ने है। यो बहुत पुरानो हो। यो जय कम्प्लेक्स भइगयो, यो हाम्रो हेरिटेज पोस्ट अफिस भइगयो दार्जिलिङको। र यो टिकट काउन्टरमा म गइरहेको छु अब टिकट लिनुको निम्ति। यो बक्स अफिस, यो टिकट काउन्टर चाहिँ अहिले रेनोभेसन गरेर चाहिँ बाहिरपट्टि बनाइएको छ है। पहिला भित्र थियो, अहिले चाहिँ आइनोक्स होइन, अहिले एसबिएफ सिनेमाज भएको छ। त्यो चाहिँ याद गर्नुहोस्। आइनोक्स त अब पुरानो नाम हो, बिग बजार पुरानो नाम हो, त अहिले चाहिँ आइनोक्स होइन। आइनोक्स पनि कम्पनी गयो है। एसबिएफ सिनेमाज छ। बिग बजार पनि, बिग बजार होइन, रिलायन्सले लिएको छ सबै है। र हामी भित्र पस्दैछौँ पनि। दर्शकवृन्दले दार्जिलिङदेखि टाढाबाट हेर्नुहुँदैछ र दार्जिलिङ यो हलमा, यो मलभित्र आउनु भएको छैन भनेदेखिलाई चाहिँ यो मलमा चाहिँ 3वटा सिनेमा घर छ है, 3टा हल छ। भिन्दै मुभिजहरू लागिरहेको हुन्छ। र पहिला चाहिँ आइनक्स थियो, अहिले अघि मैले भनिहालेँ एसबिएफ सिनेमाज भएको छ। हेर्नुहोस्, रेनोभेसन गरेर झन् दामी बनाएको छ सबै है। यो पारी चाहिँ हल छ, अर्को इङ्ग्लिस मुभी हल। सबै देख्दै यो पुरानो पोस्ट अफिसहरू, मार्केटहरू है। दामी रहेछ छापा। अरे उहाँसँग नि एकछिन
त्यो त हालिदिन्छु फेरि चिसो लाग्यो त के गर्नु दिनु टेस्ट गर्ने
र सबै घुमिसकेपछि साथीहरू यहाँ हाम्रो क्यापिटल हलमा एउटा एक्सपो लागेको छ र त्यो एक्सपो घुम्न गइरहेछु के रहेछ भित्र हेर्दै जानु होला भेजिटेरियन यो भनेको कुक्सहरू पनि रहेछ हो दिल्ली में गिर गए दिल्ली हाट You're so funny. कालामुनि अघि फाइन डाइनिङमा हामी खाइसकेर हो फेरि यहाँ माथिपट्टि यसो एक पट चिया खाइदिउँ भनेर नि त्यहाँ रुफटप क्याफेमा आइदिएको कालामुनि इन्जोय गरेँ फेरि तालामाथि नि यसो रुफटप क्याफेमा पनि यसो इन्जोय गरिदिउँ भनेर एक्सप्लोर पनि गर्नु पनि निकाल्यो नि छावा मुभी हेरेर चाहिँ इभिनिङमा यसो साङ्ग्रिलाको फाइन डाइनिङमा परिवार सपरिवार खानासाना खाएर त्यहाँ माथिल्लोपट्टि फेरि यसो डिजर्ट कम टीको स्वाद लिनको निम्ति माथि तलामा आइरहेको छौँ र यहाँबाट हामी चियासिया खाएर घरतर्फ लाग्नेछौँ र आजलाई यति नै हो मेरो ब्लगमा मन पर्ने लाइक गर्नुहोस् सेयर गर्नुहोस् कमेन्ट गर्नुहोस् है यति नै हो तपाईँहरू एकचोट आउनु भएको छैन भने काइन्डली आउनुहोस् र त्यति भन्दै आजलाई समाप्त गर्न लागिरहेछु थ्याङ्क्स फर वाचिङ किप वाचिङ